सम्पूर्ण मेरो युट्युबका मित्रहरूमा फेरि पनि एकपटक मेरो च्यानलमा स्वागत गर्न चाहन्छु। साथीहरू, आज म टेट टावर लिमिटेडको आइपिओ बाँडफाँड सम्बन्धी जानकारी लिएर उपस्थित भएको छु। यसमा कतिजनाले आइपिओ पाउँछन् त, कहिले यसको बाँडफाँड हुन्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिएर उपस्थित भएको छु। यो भिडियो मार्फत तपाईहरुलाई दिनेछु। भिडियो पुरा हेरी मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै अब भिडियोतर्फ नै ढिला नगरिकन भिडियोतर्फ नै लगाउँ। लगानीकर्ताहरूको लामो समयदेखिको प्रतीक्षापछि फाइनली टेट टावर लिमिटेडको आइपिओ बाँडफाँड मिति तय भएको छ। टेट टावर लिमिटेडको आइपिओ बाँडफाँड आगामी आइतबार यानि कि असार 1 गते हुने जानकारी भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार बाँडफाँडको मिति तय भए पनि समय भने अझै निश्चित भएको छैन। कम्पनीको आइपिओमा अत्याधिक आवेदन परेका कारणले बाँडफाँड गोला प्रथाबाट हुने भएको छ। आइपिओमा लगानी 21,61,891 जनाले कुल 2,57,79,790 किताको लागि आवेदन दिएका छन्। यसमा भाग्यमानी 3,29,650 जनाले मात्र शेयर प्राप्त गर्ने भएका छन् भने बाँकी 18,40,240 जना लगानीकर्ताको हात भने खाली हुने देखिएको छ। टेट टावरले जेठ 14 गतेदेखि 20 गतेसम्म प्रति किता 100 रुपैयाँका दरमा 32,96,5.19 किता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो, जसको कुल मूल्य 32,50,50,519 रुपैयाँ हो। इक्रा नेपालले आइपिओको रेटिङ कम्पनीलाई इक्रा एनपी इस्युआर रेटिङ BB- प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ। हस्त साथीहरू, आइपिओको बारेमा मैले सम्पूर्ण जानकारीहरू यहाँलाई दिएँ। आशा छ यहाँले यस विषयमा सम्पूर्ण कुराहरू प्राप्त गर्नुभयो होला भन्ने आशा गरेको छु। यस विषयमा तपाईहरुलाई कुनै जिज्ञासा छ, कुनै कुराहरू सोध्न मन लागेको छ भने कृपया कमेन्ट गर्न नभुल्नु होला। यति भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।